नमस्कार। अबको केही दिनमै नयाँ वर्ष 2082 सालको आगमन हुँदैछ। तपाईको राशि अनुसार तपाईका लागि नयाँ वर्ष 2082 साल कस्तो रहनेछ आजको यो भिडियोमा तपाईले थाहा पाउनुहुनेछ। यदि तपाई ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो 82 साल कस्तो रहेको छ त्यो कुरा थाहा पाउनुहुनेछ। तपाईहरु सम्पूर्णलाई नयाँ वर्ष 2082 सालको अग्रिम शुभकामना। यो वर्ष तपाईका लागि सोचेको आँटेको सबै काम पूरा हुने वर्ष रहोस्, हर्ष उल्लासको वर्ष रहोस्। आजसम्म सबै रोकिएका कामहरू तपाईका 82 सालमा सबै कामहरू सम्पन्न हुन्, पूरा हुन् भन्ने शुभकामना व्यक्त गर्दै आउनुहोस् अबको तपाईको राशि अनुसार तपाईको यो वर्ष कस्तो रहेको छ जान्नतर्फ लागौं। कमेन्ट बक्समा चाहिँ ओम लेखेर कमेन्ट गर्न नबिर्सनु होला। पहिलो राशि रहेको छ मेष राशि। यो वर्ष मेष राशिका व्यक्तिका लागि आर्थिक र व्यावसायिक दृष्टिकोणले एकदमै लाभदायक वर्ष रहेको छ। यो वर्षमा तपाईलाई एकदमै आर्थिक रूपले साथ सहयोग मिल्नेछ। तपाई नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने पनि तपाईका लागि 2082 साल एकदमै उत्तम रहेको छ। नयाँ अवसरहरूको प्राप्ति हुनेछ, आत्मविश्वासमा वृद्धि हुनेछ, स्वास्थ्य भने सामान्य रहनेछ। त्यसैले तपाईले खानपानमा अथवा हिँडुल गर्दा यात्रा गर्दाखेरि चाहिँ ध्यान दिनुहोला र पारिवारिक जीवनमा पनि सुखमय रहनेछ। सन्तान प्राप्तिको योग छ विवाहित दम्पतिका लागि र अविवाहित हुनुहुन्छ भने पनि नयाँ सम्बन्ध जोडिने सम्भावना चाहिँ बढिरहेको छ। 2082 सालमा तपाईका लागि एकदमै राम्रो रहेको छ। स्वास्थ्यको कुरामा चाहिँ विशेष गरेर विचार पुर्याउनु होला मेष राशि हुनेहरूले 2082 सालमा। त्यस्तैगरी दोस्रो राशि रहेको छ वृष राशि। वृष राशिका लागि यो वर्ष मिश्रित रहेको छ। कतै फाइदा र कतै घाटा पनि सहनु पर्ने हुन्छ। कार्यक्षेत्रमा केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ, तर धैर्य र मेहनतले चाहिँ सफलता भने प्राप्त हुनेछ। तपाईले आफूले काम गर्ने क्षेत्रमा बोल्दा अथवा कामहरू गर्दाखेरि अलिकति सचेत भएर काम गर्नुहोला, धैर्यता अपनाउनु होला र मेहनतमा ध्यान दिनुहोला, पक्कै पनि सफल हुनेछ। र आर्थिक मामिलामा चाहिँ अलिकति सतर्क रहनु होला किनकि अनावश्यक खर्च हुने सम्भावना बढी छ र त्यस्तै साथीहरुको संगतबाट पनि अलिकति जोगिनु होला र स्वास्थ्यमा पनि विशेष ध्यान दिनु होला, खानपानमा पनि ध्यान दिनु होला। सामान्यतया वृष राशि हुनेका लागि नयाँ वर्ष 2082 साल सामान्य नै रहेको छ। त्यस्तैगरी तेस्रो राशि रहेको छ मिथुन राशि। मिथुन राशिका व्यक्तिका लागि यो वर्ष अत्यन्तै शुभ रहनेछ। नयाँ परियोजनाहरूमा चाहिँ एकदमै सफलता मिल्नेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ, समाजबाट मान सम्मान पद उन्नतिको पनि योग रहेको छ। आर्थिक लाभको पनि प्रबल सम्भावना रहेको छ। पारिवारिक जीवन पनि सुखमय बित्नेछ र स्वास्थ्य पनि सामान्य नै रहनेछ यो वर्ष मिथुन राशि हुनेहरुका लागि 2082 साल। त्यस्तैगरी अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशिका लागि यो वर्ष चुनौतीपूर्ण हुन सक्छ, त्यसैले सजग रहेर काम गर्नुहोला। कार्यक्षेत्रमा विभिन्न बाधा अवरोधहरू आउन सक्छन्, तपाईका खुट्टा तान्नेहरू बढ्न सक्छन्, मानसिक तनाव पनि बढ्न सक्छ र आर्थिक मामिलामा पनि धेरै धन खर्च हुने र स्वास्थ्यमा पनि केही समस्याहरू आउन सक्ने हुन सक्छ। त्यसैले तपाईले चाहिँ यो वर्ष आफ्नो स्वास्थ्य र आफ्नो कार्यक्षेत्रमा विशेष ध्यान दिएर काम गर्नुहोला र पारिवारिक जीवनमा चाहिँ धैर्य र समझदारी आवश्यक पर्नेछ। त्यसैले पारिवारिक जीवनमा पनि एकले अर्कोलाई चाहिँ बुझ्ने प्रयास गर्नुहोला भन्दै यो वर्ष कर्कट राशिहरुको लागि चाहिँ एकदमै चुनौतीपूर्ण रहेको छ 2082 साल। त्यस्तैगरी अर्को राशि रहेको छ सिंह राशि। सिंह राशिका व्यक्तिका लागि यो वर्ष उत्साहजनक रहेको छ। मनमा खुशी छाउला, नयाँ अवसरहरू प्राप्त होला। कुनै पनि नयाँ काम गर्दै हुनुहुन्छ भने यो वर्ष तपाईका लागि विशेष रहेको छ र कुनै पनि काममा तपाईले नेतृत्व हासिल गर्न सक्नुहुनेछ र तपाईले नेतृत्व लिएर गरेको काम पूर्ण रूपमा सफल हुनेछ। तपाईको कामको कदर हुनेछ। आर्थिक लाभको पनि प्रबल सम्भावना रहेको छ। नयाँ रोजगार तथा व्यापार व्यवसायको अवसर आउला। पारिवारिक जीवन पनि सुखमय रहनेछ र स्वास्थ्य पनि सामान्य नै रहनेछ सिंह राशि हुनेहरुका लागि 2082 सालमा। त्यस्तैगरी कन्या राशि। कन्या राशिका लागि यो वर्ष मिश्रित रहेको छ। कतै नाफा, कतै घाटा, कतै सुख, कतै दुःख, कतै लाभ, कतै हानि हुने वर्ष रहेको छ 2082 साल कन्या राशि हुनेका लागि। कार्यक्षेत्रमा चुनौतीको सामना गर्नुपर्नेछ र धैर्यता र मेहनत गर्नुभयो भने चाहिँ पक्कै पनि सफलता मिल्नेछ। आर्थिक रूपमा अलिकति धेरै नै धन खर्च हुने देखिन्छ, त्यसैले अलिकति सचेत रहनुहोला र स्वास्थ्यमा पनि विशेष ध्यान दिनुहोला। खानपान र यात्राहरूमा पनि विशेष ध्यान दिएर यात्रा गर्नुहोला। पारिवारिक जीवनमा पनि तपाईले चाहिँ एकले अर्कोलाई बुझेर अगाडि बढ्नुहोला 2082 सालमा कन्या राशि हुनेहरुले। त्यस्तैगरी अर्को राशि रहेको छ तुला राशि।
तुला राशिका लागि 2082 साल अत्यन्तै शुभ वर्ष रहेको छ। नयाँ परियोजनाहरूमा सफलता मिल्नेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभको सम्भावना रहेको छ। पारिवारिक जीवन पनि सुखमय रहनेछ। स्वास्थ्य पनि उत्तम रहनेछ तुला राशि हुनेहरूका लागि 2082 सालमा। त्यस्तै गरी वृश्चिक राशिका लागि यो वर्ष अलिकति चुनौतीपूर्ण रहेको छ। तपाईँको कार्यक्षेत्रमा बाधा व्यवधानहरू आइपर्लान्। मानसिक तनाव बढ्न सक्नेछ। आर्थिक रूपमा पनि धेरै नै धन खर्च हुने सम्भावना देखिएको छ। त्यसैले अलिकति सचेत रहनुहोला। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। पारिवारिक जीवनमा पनि एकले अर्कोलाई बुझेर अगाडि बढ्नुहोला वृश्चिक राशि हुनेहरूले 2082 सालमा। त्यस्तै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुनेका व्यक्तिका लागि यो वर्ष एकदमै उत्साहजनक वर्ष रहेको छ। नयाँ कामका अवसरहरू आउलान्। नयाँ रोजगारीको अवसर आउला। नयाँ व्यवसाय सुरु गर्नुभयो भने पनि तपाईँलाई 82 सालमा निकै राम्रो शुभ हुनेछ र नेतृत्वको क्षमताको पनि वृद्धि हुनेछ। आर्थिक लाभको पनि प्रबल सम्भावना छ। नयाँ आर्थिकका पाटाहरू खुल्नेछन्। पारिवारिक जीवन पनि एकदमै सुखमय रहनेछ र स्वास्थ्य पनि राम्रो रहनेछ धनु राशि हुनेहरूका लागि 2082 सालमा। त्यस्तै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशिका लागि यो वर्ष मिश्रित रहेको छ। सुख दुःख दुवैको सामना गर्नुपर्नेछ। लाभ हानि दुवैको सामना गर्नुपर्नेछ। तपाईँले काम गरिरहेको क्षेत्रहरूबाट चुनौती बढ्नेछ। तपाईँका खुट्टा तान्नेहरू तपाईँका पछाडि लागिरहनेछन्। त्यसैले धैर्यता भएर कामलाई अगाडि बढाउनुहोला। आर्थिक मामिलामा विशेष सजग रहनुहोला। स्वास्थ्य र खानपान र यात्राका क्रममा चाहिँ विशेष ध्यान दिनुहोला। पारिवारिक जीवनमा पनि एकले अर्कोलाई बुझेर अगाडि बढ्नुहोला मकर राशि हुनेहरूले 2082 सालमा। त्यस्तै गरी कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूको लागि 2082 साल शुभ रहेको छ। नयाँ कामहरू आजसम्म रोकिएका कार्यहरू बढ्नेछन्। नयाँ अवसरहरू मिल्नेछन्। सामाजिक प्रतिष्ठा मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक लाभको पनि निकै प्रबल सम्भावना रहेको छ। पारिवारिक जीवन पनि सुखमय रहनेछ र स्वास्थ्य पनि सामान्य रहनेछ 2082 साल कुम्भ राशि हुनेहरूका लागि। त्यस्तै गरी अन्तिम राशि रहेको छ मीन राशि। मीन राशिका लागि यो वर्ष चुनौतीपूर्ण हुन सक्छ। कार्यक्षेत्रमा बाधा व्यवधानहरू आउन सक्छन्। मानसिक तनावहरू बढ्न सक्छ। धनको खर्च हुने पाटाहरू बढ्न सक्छन्। स्वास्थ्यमा पनि समस्याहरू आउन सक्छन्। पारिवारिक जीवनमा पनि असमझदारीका कारण झैझगडाहरू बढ्न सक्छ। त्यसैले यो वर्ष मीन राशि हुनेहरूले अलिकति चुनौतीको सामना गर्नुपर्ने हुनेछ। तपाईँले मेहनत र धैर्यताका साथ काम गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँका लागि 2082 साल सफल रहनेछ। हस् त मैले यी 12वटा राशिहरूको लागि 2082 साल आफ्नो राशि अनुसार के कस्तो रहेको छ भनेर जानकारी दिएँ। तपाईँको कुन राशि हो कमेन्ट गर्न नबिर्सनुहोला। राशिफलले जे जस्तो भने पनि आफ्नो कर्ममा ध्यान दिनुहोला। आफूले निरन्तर काम मेहनत र धैर्यताका साथ गर्नुहोला। पक्कै पनि यो वर्ष शुभ रहनेछ र सबैको लागि यो वर्ष शुभ रहोस्। धन्यवाद।